यसलाई पनि लैजानुहोस् न। यो फोटो हेर्ने फुर्सद कहाँ हुन्छ र त्यहाँ? एकचोटि फेरि सोध्नुहोस् न, प्लिज नजानुहोस् न चन्दन। हामीसँग जे छ जस्तो छ त्यसमै खुसी होला नि। अनि हामीले सँगै जिउने सँगै मर्ने कस्तो खाइ गएनौ र? कसम। अनि भोलि बिहान चाहिँ के खाने? तिम्रो माया? हेर सन्ध्या, यो देशले हाबी जस्ता सोझालाई दिने भनेको यही 12,000 को झाटी। यहाँ के छ र वास्तव? हरेक पटक चुनाव आउँछ, नेताहरू फ्यान्सी गाडीमा हिँडेर ठुला ठुला भाषण गर्छन्। हामी जस्ता गरीबलाई रोजगार दिन्छौँ, देशको मुहार फेर्छौँ भन्छन्। तर चुनाव जितिसकेपछि आफ्नो दाता गोता र आफ्नो चम्चाहरू बाहेक अरू कसैलाई भेट्दैन। यो देशले हाम्रो रगत र पसिना मात्रै मागेको छ, हाम्रो भविष्यको कुनै चिन्ता छैन। योग्य मानिसहरू आज सडकमा जुत्ता फटाउँदै हिँडिरहेका छन्, तर अयोग्य र चाप्लुसहरू कुर्सीमा बसेर शासन गरेको यो देश हाम्रो। मैले पढेर मेहनत गरेर कमाएको डिग्रीको के काम जब हरेक ठाउँमा पैसा र पहुँच चल्छ? यो सरकारले युवा विदेश भाग्छकोमा कुनै मतलब छैन। तिनीहरूलाई रेमिटान्स भयो पुग्यो। मैले एकपट्टि पनि गुनासो गरेको छु र? हामीसँग जे छ खुसी थियौ त। तिमी खुसी थियो होला, म चाहिँ खुसी। यो कन्स्ट्रक्सन साइटमा सबै बालुवाको धुलो खाँदाखेरि कोही खुसी हुँदैन सम्झ्यो। ती भ्रष्टाचारी नेताको चम्चाको अगाडि झुकेको शब्द महसुस गर्नुमा कतिमा मलाई त खुसी भएन। तपाईँ पैसा कमाउनको लागि मात्रै जाँदै हुनुहुन्छ होइन? तपाईँ यहाँको सङ्घर्षबाट भाग्दै हुनुहुन्छ। तपाईँ हाम्रो जिम्मेवारीबाट भाग्दै हुनुहुन्छ। म भाग्दैछु यो गरिबीबाट, यो लाजबाट। खोक्रो रात भातको नारा लगाउने तर देशलाई नि खोक्रो बनाउने यो दलालहरूबाट भाग्दैछु म। यो लुटतन्त्रबाट भाग्दैछु म, ताकि फर्केर आउँदा सिर उठाएर हिँड्न सकु। मेरा छोरा छोरीले म जस्तै यो नर्क भोग्नु नपरोस्। हाम्रो बच्चा चन्दन जुन यो कोखमा हुर्कँदैछ, यसको भविष्य के हुन्छ? पैसा कमाउनेकै लागि उसको मुख भट्टीमा चल्न गइरहेको छ। तपाईँ मलाई जिउँदै बिरुवा बनाएर जाँदै हुनुहुन्छ। के भन्नु फेरि हेर्नु त्यो कुरा? किन सत्य तितो लाग्यो? दिनौ काठको बाकसमा लासहरू फर्किरहेका छन्। के थाहा अर्को बाकसमा तपाईँ हुनुहुन्न भने? मलाई केही हुँदैन, तिमी चिन्ता नलेऊ। सन्ध्या, सत्य यो हो कि म यहाँ बसेर हरेक दिन मरिरहेछु। घरबेटीले भाडा माग्न आउँदा म मरेको महसुस गर्छु। टिभी जब पसलमा गएर उधारो माग्छु म मरेको महसुस गर्छु। मेरा साथीभाइले नयाँ बाइक किन्छ र म त्यही पुरानो साइकल घिसार्छु। म मरेको महसुस गर्छु। यो अवस्थाले मलाई नामार्नु बनाइरहेको छ सन्ध्या, नामार्नु। खाडीको मरुभूमिमा तपाईँले तपाईँको रगत र पसिना बेचेर कमाएको पैसाले म यहाँ एक्लै मर मेरो बच्चाले के भात खान सक्छ होला? त्यो भात मेरो घाँटीबाट तल जान्छ होला त? कम से कम तिम्रो पेट त भरिन्छ।
म गरिसँगै देशका नागरिक समक्ष एउटा समृद्ध राष्ट्र निर्माण गर्ने बाचा गरिन्छ, तर त्यसको सट्टा परराष्ट्रको प्रस्थानद्वार खोलिन्छ। उनीहरूका लागि उज्जवल भविष्यको बाचा गरिन्छ, तर त्यसको सट्टा एउटा काठको बाकसभित्र ल्याइन्छ। अर्काको देशको सेवा गर्न र सपना साकार पार्न हिँडेका हरेक आत्मा सँगसँगै राष्ट्रको एउटा अंश मर्दछ। वास्तविक भट्टी विदेशको मरुभूमिमा होइन, आफ्नै देशको व्यवस्थाले गर्दा प्रत्येक सन्तानको मुटुभित्र दन्ती जलिरहेको छ। भविष्यमा केवल त्यसको प्रतिध्वनि, खरानी र अन्धकार देखिन्छ।